Tedin keki ken rabu seki takluti mo membara se katang tinji shunu to pai lo de pope nangwa tseldo se. Welcome to the class. Today we do subjoint yatak. Yatak. This is the yatak part. So this part is the yatak part. So I misplaced my microphone, sorry, so I have to speak a bit louder. So ka yatak kya, ka yatak kya, ka yatak kya, ka. And if we joint subject yatak to ka, it changes to kya. So ka lai yatak जोडिन चाहिँ क्या संयुक्त जोडेको जस्तै का yatak क्या, का yatak क्या. So if we join yatak to consonant ka, it becomes ka yatak kya. Then what should be the pronunciation for ga yatak gya, gya. The difference is kya gya, ga yatak gya, gya, ka yatak kya, ga yatak gya, kya gya, kya gya. Ani actually pa yatak should be pya, but we don't say pa yatak pya, we say pa yatak cha, pa yatak cha, pa yatak cha, pa yatak cha. फेरि योहरू तपाईले रोट्नु पर्ने हुन्छ. पा याता एक्चुअली प्या हुनु पर्ने, तर पा याता च, पा यातक च. नेक्स्ट फा याता, फा याता, फा याता एक्चुअली हुनु पर्ने फा याता फ्या, बट हामीले चाहिँ फा यातक छ भन्नुपर्छ. फा यातक छ, फा यातक छ, फा यातक छ. अब सिक्किमिस, यल्मो, डुक्पा ले चाहिँ फा याता फ्या भन्दैछ अहिले. जस्तै उनीहरूलाई आदि भन्नु पर्यो भने चाहिँ फा याता फ्या, फ्या डिङ्बो फे, का फेका. सिक्किमिसले आदिलाई फेका भन्छ. यल्मोले आदि, एकको आदिलाई फेका भन्छ. तर हामी फा याता ओके. सो फा यातक छ डिम्पो छे डट का, छेका, आदि. र सिक्किमिस, यो म अब
सिक्किमिसले बोल्दाखेरि हामीहरूलाई अलिकति बुझ्नु किन गाह्रो पर्दैछ भन्दाखेरि उनीहरूले चाहिँ फा यता फ्या भनेर उच्चारण गर्दैछ। त्यसले गर्दाखेरि उनीहरूले आदि भन्दाखेरि हामीहरूलाई बुझ्नु अलिकति गाह्रो परेर जान्छ। सो फा यता छा, छाताको छा, फा यता छा, फा यता छा, छा डेङ्पो छे, यहाँ बिचमा डट आयो, यो र यो जोड्नु हुँदैन। फा यता छा, छा डेङ्पो छे, का छे का, छेका माने आदि, एक को आदि। त्यहाँदेखिको बा यता जा, बा यता जा। सो शेर्पा, टिबेटन, हलुङ्गा उनीहरूलाई चाहिँ बा यता जा भन्ने गर्छ। तर डुक्पाले चाहिँ बा यता ब्या भनेर उच्चारण गर्छ। बा यता ब्या, जस्तै काम गर्नु, टु वर्क विथ 3 syllables, ले का, हामी चाहिँ बा यता जा, ले का छे, बुढ्निसले बोल्दाखेरि ले का बा यता ब्या, ले का ब्ये। सो उच्चारणमा अलिअलि भिन्नता पर्छ, त्यसैले गर्दा एक अर्कामा बुझ्नु अलिकति साह्रो पर्छ। बा यता जा, बा यता जा, बा यता जा। अनि मा यतक न्या, मा यतक न्या, मा यतक न्या, मा यता न्या। र मेरो किताब छिटै छाप्नेवाला छ र यदि तपाईँहरू अब कन्टिन्यू त्यहाँदेखिको अध्ययन गर्नुहुन्छ भने मलाई मेसेज गरिराख्नुहोस्। किताब चाहिएको छ भनेर चाहिएको छ भने कतिवटा चाहिएको छ त्यसको मलाई मेसेज पठाउनुहोस्। मेरो किताब चाहिँ छिटै छाप्नेवाला छ। मा यता न्या, मा यता न्या, मा यता देख्नु बित्तिकै मा यता न्या भन्नु सक्ने हुनुपर्छ, मा यता न्या। सो यो सिक्नुको लागि एकचोटि तपाईँहरूले हेर्नुभयो होइन, त्यसपछि तपाईँहरू काम गर्दै त्यो मोबाइललाई चाहिँ अन राखेर का यता क्या, खा यता ख्या, ग यता एउटा छुटेछ, खा यता ख्या, ग यता ग्या, पा यता चा, फा यता छा, बा यता जा, मा यता न्या भनेर बानी बसाउनु पर्छ। एउटा मैले छोडेछु, त्यो चाहिँ यहाँ आउनुपर्ने, खा, खा यता ख्या। सो का यता क्या, खा यता ख्या, गा यता ग्या, पा यता चा, चा, फा यता छा, छाताको छा, फा पा यता चा, फा यता छा, बा यता जा, मा यता न्या। अब अस्ति मैले भनेको जस्तै अब यसरी भर्टिकली 4वटा हुनसक्छ, यसरी भर्टिकली
vertically uh, with vowels and subjoints and superscribe, there will be four stacked, one on top of another. This is the maximum. So, for example, uh, sa, katak, ka, yatak, kya. यो बबल यहाँ पनि हुन सक्छ, छोटो उकार कि त एकर, यहाँ पनि हुन सक्छ. सो एकर. अब मैक्सिमम यति नै हो, मैक्सिमम. अब यहाँ छोटो उकार त लागेन, एकर आइगयो. त्यसले गर्दाखेरि मैक्सिमम कति भयो? चिक्नी सुमसी. अब कसरी पढ्ने हो? कसरी पढ्ने हो? सो भवललाई पहिला छोड्नुहोस्, सुपरस्क्राइबदेखिको सुरु गर्नुहोस्. सा कता का, का सा कता का के चेन्ज आउँदैन, पहिले तपाईहरुले सिक्नु भएको हो. सा कता का यता क्या, अहिले भर्खरै सिकेको का यता क्या, यसरी पढ्ने. यो अगर माथि भवल छन् पहिला त्यसलाई छोडेर सा कता का, माथि भवल ओकर कि त इकर कि त एकर छ भने चाहिँ त्यसलाई पहिला छोडेर सा कता का यता क्या, अनि त्यसको बादमा चाहिँ अब के भयो? सा कता का यता क्या डिङ्बो के. अब मैक्सिमम वर्टिकली यति नै हो. सा कता का यता क्या डिङ्बो के माने जन्मिनु, जन्मिनु, उम्रिनु, घाँस उम्रिनु. के को अर्थ चाहिँ जन्मिनु, उम्रिनु, उत्पन्न हुनु, जागिनु, जागिनु, उत्पन्न हुनु, उम्रिनु, जन्मिनु. So, in English, sa kata ka yata kya dingbo ke is to be born, to grow, not in sense of to grow bigger, to grow something that was not there, to grow. To be born, to grow, to generate, to give rise to generate, to grow what was not there, and to be born. If you are studying Buddhism, you will see this a lot in the text. So, and we use K as involuntary verbalizer. For example, if you want to say to get jealous, ईर्ष्या लाग्नु. If you to get jealous, we say ठाकदोक, and then we verbalize it by K. So jealousy was or is born in someone, in me or in someone. So to be jealous, be the verb be. We, instead of saying be, we say jealousy was born. To have faith. To have faith, we say faith is born in someone. Faith is born in someone. So faith is depa.
नेपालीमा चाहिँ धेपा आस्था आस्था राख्नु, टिबेटनमा चाहिँ आस्था जागिनु धेपा के। सो पुस्तक पछि तपाईँहरू पुस्तक पढ्नुहुन्छ भने स कता का यता क्या डेङ्गो के चाहिँ धेरैपल्ट देखा पर्छ। जस्तै कि बोधिचित्त उत्पन्न गर्नु, छङछुकी सेम के। सो यसमा अलिकति तपाईँले ध्यान दिनुहोस्। स कता का यता क्या डेङ्गो के। सो फर्स्ट त्यसलाई स्पेलिङ गर्दाखेरि सुपरस्क्रिप्टदेखि यो भवललाई छोडेर सुपरस्क्रिप्टदेखिको कन्सोनेन्टमा आउने, कन्सोनेन्टदेखिको सबजोइन्टमा जाने, त्यहाँदेखिको भवलमा जाने। सो स कता का यता क्या डेङ्गो के टु बी बोर्न। फेरि अब यहाँ के देख्नु हुँदैछ, माथि भवल छैन। अब सुपरस्क्राइबदेखिको सुरु भएर कन्सोनेन्टदेखिको सबजोइन्ट, अब फेरि भवल यहाँ आयो, छोटा उक्कर स्याप्चु। अब यसरी छ भने चाहिँ कसरी स्पेलिङ गर्ने, हाउ डु यु स्पेल इट। सा गता गा, वी नो दैट it doesn't make any change if superscript sa is added on top of consonant ga. Sa gata ga yata gya, we just learned ga yatak gya shapchu gyu. Sa gata ga yata gya shapchu gyu. Sa gata ga yata gya shapchu gyu. Gyu means delusion. नेपालीमा चाहिँ भ्रम। स गता गा यता ग्या शप्चु ग्यु माने भ्रम। जो तपाईँलाई देखिरहेको छ वास्तवमा त्यस्तो हुँदैन, त्यसलाई चाहिँ भ्रम। स गता गा यता ग्या शप्चु ग्यु। अब यदि फेरि अब माथि भवल छैन। अब जहिले पनि सुपरस्क्रिप्टदेखिको स्पेलिङ गर्ने, र गता गा यता ग्या शप्चु ग्यु। अब यसरी देख्छ, र गता गा यता ग्या शप्चु ग्यु। ग्यु माने कारण, द कज, कर्म, कज एन्ड इफेक्ट। ले ग्यु डे, कज कारण, कर्म कारण र परिणाम। अब बुद्धिज्ममा चाहिँ यसको विषयमा धेरै चर्चा गर्छ। कर्म तपाईँले जे काम गरिरहेछ, कर्म कारण के हो, तपाईँले जे गर्दैछ कारण चाहिँ के हो, त्यो काम गरे भने त्यसको परिणाम के हुन्छ, कर्म कारण र परिणाम। अब जस्तै कि तपाईँले कसैलाई कुट्यो अरे, तपाईँले कसैलाई कुट्यो अरे, कर्म के गर्यो, कुट्यो।
कारण के हो? कारण के हो? घृणा। परिणाम के हो? परिणाम के हुन्छ? बादमा इस्यु भएर जान्छ, त्यसमा फेरि झमेलामा फस्नु हुन्छ। र कर्म कारण र परिणाम भनेर यसको विषयमा धेरै बुद्धिज्ममा चर्चा गर्छ। यो पनि सिक्नु इम्पोर्टेन्ट हो। र अब जस्तै हामीले स गत ग ग यत ग ग सप्चु ग्यु भन्ने भ्रम भनेको होइन, र गत ग ग यत ग ग सप्चु ग्यु भनेको चाहिँ कारण। उच्चारण चाहिँ एक्ज्याक्टली द सेम, तर यो स्पेलिङले छुटाउँदैछ। यो यसको मतलब यो हो, यसको मतलब यो भनेर। त्यसले गर्दाखेरि स्पेलिङ चाहिँ अहिले त अलिकति तपाईँलाई गाह्रो पर्ला, पछि चाहिँ तपाईँले यो सिकेकै हुनुपर्छ। फेरि हाम्रो यहाँ कति जातिले यस्तो भनिरहेछ, हो यो लिपि चाहिँ हाम्रै लिपि हो, तर यो र गता रहरू हटाउनु पर्छ, स गताहरू हटाउनु पर्छ भन्ने कुरा गर्नेहरू पनि छ। यदि तपाईँले र गत रलाई हटायो भने त्यसको अर्थै हराएर जान्छ। स गत ग गय त सलाई हटायो भने त्यसको मिनिङै हुँदैन। सो र गत ग गय त ग, सो स्पेलिङ इम्पोर्टेन्ट हो। फर्स्ट अहिले चाहिँ तपाईँहरूले स्पेलिङ गर्नु सिक्नुहोस्। र गत ग ग यत ग ग सप्चु ग्यु, र गत ग ग यत ग ग सप्चु ग्यु। यो यति चाहिँ तपाईँहरूले याद रट्नुपर्ने। पयत च फयत छ बयत ज मयत य। पयत च फयत छ, पयत च फयत छ बयत ज मयत य। अब यो यस्तो हेर्दाखेरि एकदमै कम्प्लिकेटेड देख्नु हुँदैन होला, तर तपाईँहरूले फर्स्टदेखिको सिक्नु भएको छ भने सजिलो हुन्छ। यो सुपरस्क्रिप्ट र हो, हालैमा सिकेको। र गत ग गय त ग अहिले भर्खरै सिकेको। सप्चु त पहिल्यै सिकेको सप्चु। र गत ग ग यत ग ग सप्चु ग्यु। कारण ले ग्यु डे, कर्म कारण र परिणाम। जस्तै जस्तै कि तपाईँले ईर्ष्या भनौँ होइन, ईर्ष्या तपाईँलाई ईर्ष्या लाग्यो अरे, तपाईँलाई चाहिँ ओके। अर्को एउटा इक्जाम्पल के भनौँ, तपाईँले सुख पाउनुको लागि रक्सी खायो अरे। फर इक्जाम्पल जस्तै मलाई रक्सी खान्छ, मलाई पुरा मजा आउँछ भन्ने जुन चाहिँ विचार तपाईँको छ, त्यसले गर्दाखेरि तपाईँले रक्सी खाइरहेको छ भन्ने कर्म के गरिरहेछ? रक्सी पिइरहेछ। कारण के हो? अज्ञानता। रक्सी खाएर सुख पाउने होइन, तर नबुझेर रक्सी खाँदा नै मैले आज मजा माने जस्तो जुन चाहिँ लाग्दैछ, त्यसको कारण चाहिँ तपाईँको अज्ञानता। त्यसको परिणाम दुःख। र कर्म कारण र परिणाम भनेर बुद्धिज्ममा धेरै चर्चा गर्छ। र यो यसको विषयमा सिक्नु अति नै महत्त्वपूर्ण छ। बुद्ध धर्म भन्दाखेरि चाहिँ कसैले सोसियल साइन्स हो भन्छ, एकदमै लोजिकल छ।
जुवा खेल्यो, जुवा खेल्दाखेरि समय त्यसै बितेको जस्तै मजा आएको जस्तै हुन्छ र तपाईँले चाहिँ सुख पाउँथे छु जस्तो महसुस हुँदैछ, तर यो चाहिँ अज्ञानता हो। किन यस्तो हुँदैछ? कारण चाहिँ अज्ञानता हो। परिणाम चाहिँ दुःखमा पर्छ, पैसा सकेर जान्छ भन्ने यसरी ले ग्यु डे कर्म कारण र परिणाम। अनि यसरी आजको लेसन यहीँ समाप्त गर्दैछु अनि पछि भेटौँला। सी यु लेटर।